नमस्ते साथीहरू। आज बिदाको दिन चाहिँ लगभग सक्यो भन्दा नि हुन्छ 5 बज्न लाग्यो। अनि कति भित्र मात्रै बस्ने भनेर हैन बाहिर निक्लेको। बाहिर चाहिँ कहाँ निक्लिने भन्दाखेरि यहाँ नजिकै यसो गाउँघरको जिन्जाहरू के छ कस्तो नजारा छ थोरै देखाउनु मन पर्यो हैन। अनि बाहिर निस्किने एउटा बाहना पनि हो। सानो काम कोम्बिनीमा छ त्यो सक्ने। अनि त्यहाँनिर एउटा जिन्जा जस्तो छ त्यस पछाडि डुल्दै त्यहाँ जान्छौँ। अनि फेरि यतापट्टि आउँछौँ, यता माथितिर आउँछौँ। त्यता पनि छ हल्का थोरै सिनेमेटिक बनाउँछौँ। यहाँ चाहिँ यस्तोमा सामानहरू आइरहेको हुन्छ। सामान आइरहेको हुन्छ। हाम्रो चाहिँ के सामान नआएको रहेछ। कोम्बिनी जान्छौँ पहिला, त्यस पछाडि फर्किन्छौँ है त। बाहिरको नजर चाहिँ यस्तो छ। घाम पनि लगभग डाँडामा पुगेछ, डुब्नु लागेको छ है। हामी चाहिँ यो घरमा बस्छौँ। यहाँ तल ब्युटी पार्लर छ, यहाँ सानो रेस्टुरेन्ट जस्तो यस्तो छ है। हामी चाहिँ अब यहाँदेखि क्रस गरेर त्यहाँ कोम्बिनीमा जान्छौँ। कोम्बिनीमा सानो काम गरेर हामी तेर्सो उता पर जान्छौँ। अनि थोरै त्यहाँनिरको क्लिप सिनेमेटिक क्लिप आउँछ हैन। साथीहरू यहाँको थोरै क्लिप चाहिँ लिइसक्यो। अब हामी चाहिँ यता अगाडि जान्छौँ। यहाँ माथि गएपछि त्यही हाम्रै घरको नजिकै सानो एउटा जिन्जा छ, त्यहाँ गएर छोटो क्लिप हुन्छ। अनि हाम्रो फाइनल आजको सिनेमेटिक बन्छ। मलाई चाहिँ अलिकति धेरै नै क्लिपहरू लिन मन थियो, तर हेर्नु न रात परिसक्यो होइन। त्यही भएर हामी पाइलालाई अलिकति लम्क्याउँदै चाँडोभन्दा चाँडो आजको काम फत्तै गर्न चाहन्छौँ। एकदम शान्त। नेपालमा चाहिँ राति मात्रै यस्तो हुन्छ है, शान्त क्या। अब जस्तो सुत्ने मान्छे सुत्न नि पायो नि त्यति भइसक्यो त यहाँनिर। अब 10 बजीदेखि काम गर्न जाने मान्छेहरू अहिले घरमा सुतिरहेको हुन्छन्, अथवा 12 बजीदेखि काम गर्न जानेहरूले सुतिरहेको हुन्छन्। कोही मान्छेहरू चाहिँ कामदेखि फर्किरहेछन्, काममा फर्किन लागेछन्, फर्किँदैछन् होइन। यहाँको घरको बनावटहरू यस्तो क्युट बनाएको हुन्छ नि है। अहिले चाहिँ हामी बस्ने घरको माथिल्लो साइडको बाटोमा आइपुगिसकेका छौँ। अनि यहाँदेखि हामी सिधै गएपछि यहाँबाट त्यो रुखहरू देखिरहेको ठाउँ त्यहाँनिर चाहिँ अर्को जिन्जा छ। त्यो जिन्जा चाहिँ अघिको भन्दा अलिकति ठुलो छ, अलि राम्रो छ। अनि हामी त्यहाँनिर थोरै सुट गर्छौँ। यहाँको घर चाहिँ यस्तो बवाल छ है। घर भन्दा नि यो गेट चाहिँ बवाल छ क्या।